हेलो लसो फ्याफुल्ल सबैजनामा नमस्ते। म हो लक्ष्मण तामाङ। यो चाहिँ मेरो 2023 को 10औं महिनातिर दक्षिण कोरियाको पहिलो कम्पनी थियो मेरो यो। जीवनमा यति धेरै दुःख गर्यो, सङ्घर्ष गर्यो पैसाको निम्ति, तर मासिक तलब भनेको चाहिँ मेरो सबैभन्दा पहिलो जिन्दगीमा ठुलो हात प्राप्त गर्ने चाहिँ यो कम्पनी थियो। त्यसैले मैले पहिलो कम्पनीलाई चाहिँ यसरी नै राखेको छु, पहिलो कम्पनीमा काम गर्ने भिडियोहरू पनि। यो चाहिँ हामीले दाउरा चिरिएको थिए। यो दाउरा चाहिँ जाडो महिनाको निम्ति, जाडो महिनाको लागि चिरेको थिएँ। यो ठुल्ठुलो दाउराहरू लिएर पहिला मिसिनले चिरेको थियो। मिसिन बिग्रिसकेपछि चाहिँ हामीलाई बन्चरो दियो। त्यो बन्चरोले चाहिँ मैले दाउराहरू चिरेको थिएँ। यो चाहिँ जाडो महिनामा अत्यन्तै जाडो हुन्थ्यो। त्यतिखेर चाहिँ आगो बालेर चाहिँ हामीले काम गर्थ्यौँ पहिलो कम्पनीमा। त्यसरी चाहिँ हामीले यो करिब मैले 1 महिना जति चाहिँ निरन्तर दाउरा चिर्ने मात्रै काम गऱ्यो है। अनि 1 महिनापछि चाहिँ करिब सक्यो। अनि थोरै बाँकी थियो, त्यो चाहिँ यतिकै कहिलेकाहीँ अब अरू काम सकेको बेलामा चिर्थ्यौँ। नेपालमा जस्तै थियो बन्चरो पनि। दुःख त थिएन होइन, ढाड दुख्थ्यो, गाह्रो हुन्थ्यो होइन, दाउराहरू उचाल्नु पर्थ्यो, त्यही धेरै थियो होइन। अनि एक हिसाबले त मलाई नेपाल जस्तै पनि लागेको थियो होइन। कोरिया आउने कस्तो अचम्मको काम गर्नु पाइयो, नेपालमा जस्तै लाग्थ्यो। ठुलो कम्पनी थिएन हाम्रो चाहिँ, हामी 2 भाइ थियौँ अनि साउसाउमा थियौँ। त्यसैले त्यति उपाय थिएन, त्यो भिड थिएन। जे होस्, मेरो पहिलो कम्पनी चाहिँ कोरियामा यसरी नै अगाडि बढ्यो। अनि त्यसपछिबाट चाहिँ म अरू कम्पनीहरू चेन्ज गर्दै गएँ। तर पहिलो कम्पनीलाई जे जस्तो भए पनि आफूले जानी नजानी होइन गल्तीहरू पनि गरियो होला। तर जस अहिले पनि त्यो कम्पनीको चाहिँ मलाई याद आउँछ। गाह्रो छ हौ हजुर, महिनाको 2 लाख कमाउनु त्यति सजिलो छ र भने राइट।
आजको काम सक्यो दाजु भोलि पेलाङ जान्छु सिटी 150-60 हुनु थालो किन सुरु गर्छु